गुड मर्निङ सो हाम्रो चाहिँ आज यहाँ मर्निङमा चाहिँ हाम्रो निशान्त सर चाहिँ योग आउनु भएको छ हिजो रमाइलो भयो उसको बर्थडे अनि त्यसपछि आज चाहिँ अब हामी यहाँ कफी बनाएर खाँदैछौँ एप्रिकट स्याम्पेन अनि हिबिस्कस को स्पेसियालिटी कफी चाहिँ लिएर आएको थिएँ अनि त्यसपछि यो गियरहरू चाहिँ मैले नेपालबाटै लिएर आएको हो अनि अब चाहिँ हामी कफी खान्छौँ नाइस गुड कफी आफ्टर लङ टाइम हैन नाइस मिठो कसले सोचेको थियो होला है युके आएर हामी यसरी ट्याक्क कफी खाइन्छ युकेको डिफ्रेन्ट सिटीमा बसिन्छ भन्ने कुरा हो नि कफी पनि प्लेज एकदमै ठुलो भाइटल रोल हाम्रो लाइफमा हैन लाइफको एउटा सर्टेन पार्ट नै कफीले चाहिँ धेरै ठुलो रोल प्ले गर्छ फ्युचरमा नि डेफिनेटली त्यो रोल प्ले चाहिँ हुने त्यो हुन्छ यो मात्र त हैन नि त अझै कति छ होला तर देयर इज मोर टु डु के मोर टु मेक एज वेल हैन लाइफै बाँकी छ नि पुरै धेरै कुरा गर्न छ अझै भन्छ आज योग घुमिन्छ योग घुमिन्छ अरू के छ हाउ इज लाइफ गोइङ अन लाइफ चाहिँ अब ठिकै छ लाइक मोडरेट छ अब अप पनि छैन त्यस्तो डाउन पनि छैन हैन लाइक मिडियम पेसमा हिँडिरहेछ अहिले चाहिँ हुन्छ नि इट्स गोइङ गुड अब लाइक बिल्डिङ माइसेल्फ स्पेसियल्ली हैन अब हुन त अब जन्मेदेखि नै आफैलाई बिल्ड गरिरहेको हो तर अझै हसल जारी छ अब हसल जारी छ पनि पर्यो अस्ति भर्खर नेपाल पनि गएर आयो हैन गइयो फ्यामिली भेटियो हैन त्यही सबैभन्दा ठुलो कुरै त्यही हुँदो रहेछ कि त्यही हो कुनै टाइममा चाहिँ आफ्नो फ्यामिलीदेखि लिएर सबै कुराहरू हुन्छ कहिले मिस भइरहेको हुन्छ के हुन्छ अब एउटा पीडा पनि थियो होला नजाने बेलासम्म हैन अब लाइक अनि एउटा कस्तो हुँदो रहेछ भने लाइफमा चाहिँ मलाई चाहिँ त्यो भएको कुरा चाहिँ अब त्यसो हाम्रो एज पनि त गइरहेछ नि त हाम्रो एज पनि त माथि फेड भइरहेछ त्यो भनेपछि त हाम्रो आमा बुवा हजुरआमाको त झन् के भइरहेको होला लभडन्सहरूको त अनि उताबाट पनि त उहाँहरूको त लाइक स्टिक त हुँदैन नि त अनि द्याट्स दि डेडलिएस्ट पार्ट अफ लाइफ के हाम्रो लागि चाहिँ मेरो लागि चाहिँ एज अ लाइक यो एजमा हुँदाखेरि चाहिँ अब 10 इयर्स ब्याक हेर्दाखेरि चाहिँ म के थिएँ हैन कस्तो थिएँ भन्ने कुरा र अहिले म चाहिँ कहाँ आइपुगेँ भन्ने कुरामा चाहिँ त्यो चाहिँ हुँदो रहेछ कि लाइफमा चाहिँ ल हामी चाहिँ एभरेस्ट गोर्खा भन्ने रेस्टुरेन्टमा चाहिँ आइपुग्यौँ खाजा भन्ने कि ब्रेकफास्ट भन्ने कि लन्च भन्ने कि खाँदैछौँ अनि हाम्रो कपिल भाइ चाहिँ यता हुनुहुन्छ भाइ चाहिँ फर्स्ट टाइम होला तिमी मेरो च्यानलमा चाहिँ म जहाँसम्म सम्झेछु खै छ जस्तो लाग्यो होइन अनि हामी चाहिँ युके आएको सँगै हो च्यानलको लागि इन्फर्मेसन दिँदाखेरि अरू के छ भाइ ठिकै छ त जाडो छ यस्तै छ अनि हाम्रो यता सर त अब हुँदै हुनुहुन्छ के अरे होइन केही छ केही बोलाउँ न गाइज ल ठिकै छ जे सब लाइक अब नेपाली हो ए नेपाली हो तिमी रहेछ ए जनायो हजुर अब
जहाँ गए पनि मोमो चाउमिन भातै खान्छ त्यो के अरे रगत नै त्यही छ जस्तो अब हुन्छ नि मर्डमै त्यो नभएसम्म हुने नि कहिलेकाहीँ त यसो के अरे पाउरोटी खाएर ब्रिटिस हुन खोजिन्छ लास्टमा भयो नि त अब ल भयो 1 वर्ष 2 वर्ष 3 वर्षै भयो होला आएको ल यो हुन्छ नि जे भयो पनि के भन्छ तिमी यसमा हुन चाहिँ नसकिने रहेछ कुरा त सही हो लाउरे दाइ कहिलेकाहीँ त पाउरोटी खाइन्छ होइन यस्तो हो तर क्रेभिङ चाहिँ अभियसली भइहाल्छ कि किनकि हामी उहाँ एकदम रेगुलरली खाइराख्ने मान्छे जस्तै अहिले पनि त खाइरहेको हुन्छ नि त जस्तै म नै अब उता बल्डसटमै हुँदाखेरि पनि त्यहाँ दिनदिनै भात खानु त दिनदिनै भात खाने यो के अरे नेपाली खाना यदि खानु मन लाग्यो भने त्यहीँ खाइन्छ सबै कुरा खाइन्छ कहिलेकाहीँ मुख फेर्नलाई बाहिर खाइन्छ युके आयो भने कहिलेकाहीँ मुख फेर्न पऱ्यो भने बाहिर खाइन्छ सही हो सही हो लौ त नि असो चाहिँ तपाईँहरूको गफ चलिरहेको छ यस्तै गरी हामी भिडियो एकैछिन पज गर्छौँ बसाइ चाहिँ सकियो दाइलाई आउनु नि त यसो ल यता चाहिँ हाम्रो दाइ हुनुहुन्छ यहाँ एभरेस्ट गोर्खा रेस्टुरेन्टको आइदिनु भयो खाइदिनु भयो खानाको रिभ्यू कस्तो छ बरु फिडब्याक दिनु होला हजुर त्यो नै हाम्रो ठुलो कुरो हो एकदमै नेपाली भएपछि नेपालीलाई सपोर्ट गर्नै पर्छ यहाँ आएर खाली समय व्यस्त समयमा पनि आएर खाना आइदिनु भयो त्यो नै ठुलो कुरा हो एकदमै एकदमै हुन्छ दाइ ल अब कोही योग आउँदै हुनुहुन्छ यो भिडियो हेर्ने मान्छे भने चाहिँ प्लिज एभरेस्ट गोर्खा रेस्टुरेन्टमा चाहिँ होइन फुडहरू सबै मिठो छ अनि स्पेसल्ली सबै फुडहरू मिठो छ अनि स्पेसल्ली यहाँको मलाई स्पेसल लागेको चाहिँ एज एउटा ब्रान्ड वाइज चाहिँ हामी नेपालबाट भएको कारणले चाहिँ गोल्डन एभरेस्ट भनेर चाहिँ नेपाली होइन नेपाली बियर नै भनौँ न यो चाहिँ यहाँ रहेछ सो त्यही नै हो अब चाहिँ हामी यहाँबाट लाग्छौँ लेट्स गो गाइस हस् दाइ ल थ्याङ्क यू अब चाहिँ हामी हाम्रो साथीलाई चाहिँ योग घुमाउँदैछौँ अनि अब कता हामी सिटी वाल्सतिर गइन्छ होला होइन सिटी वालमा चाहिँ गइन्छ अहिले चाहिँ हामी सिटी सेन्टर भनेको चाहिँ यहाँको मेन टाउन जस्तो हो भनौँ न अनि टाउन सेन्टर अनि यहाँभित्र चाहिँ ह्यारी पोटर गल्ली भन्ने छ ह्यारी पोटर गल्ली चाहिँ यो हो कि मेन यो हो यो एकदम फेमस छ यहाँ यति मान्छे आउँछ कि तिम्रो क्रेजी हुन्छ क्या यो भित्र यसो हेर्दै हाम्रो साथी पनि छुट्टिने बेला भयो निशानको चाहिँ अब यहाँबाट चाहिँ ट्रेन छ ऊ चाहिँ म्यान्चेस्टर जाँदैछ अनि म चाहिँ यहीँबाट काममा जाँदैछु कपिल चाहिँ घरमा जाँदैछन् ल ब्रो ल अन्टिल नेक्स्ट टाइम है सी यु अगेन टेक केयर है ल यहीँबाट छुट्टी ल म माथिबाट गयो नि हुन्छ नि त होइन तलै जानुपर्छ बुझेन सिधै जाऊ अनि तल झर न म फेरि के अरे हिजो आउँदाखेरि चाहिँ म मुनिको बाटो माथि माथिबाट जाऊ ल गाइस ल सी यु अगेन है ल टेक केयर ल ए ल कपिल भिडियोमा बाई बाई भन्दै ल बाई 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 बाई